नेपालको संविधानले मान्यता दिएको अर्थतन्त्रको तेस्रो खम्बा सहकारी क्षेत्र धराशायी बनेको छ। देशभर हजारौं लाखौं सहकारी पीडितहरू न्यायको लागि हार गुहार गरिरहेका छन्। कसैले घर जग्गा गुमाएका छन्, कसैले व्यवसाय, कसैले जीवन नै। उनीहरूले आत्महत्या गरेका पीडादायी घटनाहरू सुनिन्छन्। मेरो प्रश्न छ, अघिल्लो अधिवेशनमा संसदीय छानबिन समिति गठन गरेर संसदको महिनौंको बहुमूल्य समय खर्च गरेर गरिएको उच्च स्तरीय छानबिन के एक व्यक्ति रवि लामिछानेलाई थुनामा पठाउने प्रपञ्च रच्नको लागि मात्र थियो। यो 1022 पृष्ठको प्रतिवेदन र यो अर्को 426 पृष्ठको विशेष प्रतिवेदन जनतालाई झुक्क्याउनका लागि मात्र थियो। यदि यी प्रतिवेदनहरू साँच्चै जनताको हितमा थिए भने आजसम्म समस्याग्रस्त भनिएका सहकारीहरूप्रति किन ठोस कदम चालिएको छैन? मेरो सरकारसँग स्पष्ट माग छ। समस्या तीनटा कुरा राखेँ। एउटा, हाम्रो ब्युरोक्रेसीको इफिसियन्सी बढाउन के गर्नुपर्छ, यो अब ढिलो भइसक्यो। यसमा सबैजनाले सोचौँ। यो ब्युरोक्रेसीको इफिसियन्सी नबढाएसम्म जति पनि योजना राखे पनि कार्यान्वयन हुँदैन, पहिलो। दोस्रो, यो हरेक जनप्रतिनिधिले आफ्नो, हामी मात्र भनेको छैन, सबै तहको जनप्रतिनिधिले आफ्नो यो निर्वाचन क्षेत्रमा बजेट 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 भनेर त्यसरी चाहिँ नि देश बन्दैन, होइन? त्यसरी निर्वाचन चाहिँ जितिन्छ होला। त्यस्तो हामीले धान्नै नसक्ने यो जुन मेडिकल स्कुलहरू, मेडिकल कलेजहरू खोल्ने होडबाजी चल्या छ, एमइसीको कानुन हेर्नु, 75% स्कलरसिप दिनुपर्छ, धान्न सक्छौँ। यो कन्सेप्ट अलिकति चेन्ज गर्नु पर्यो। यो होडबाजीमा मैले यति बजेट ल्याएँ, मैले यहाँ मेडिकल कलेज खोलेँ, यो त अर्थमन्त्रीज्यूलाई पनि लागु हुन्छ होला, यसपालि त्यो मेडिकल कलेजमा कति बजेट राख्ने हो भनेर। र शिक्षामा मूल आधारभूत फन्डामेन्टली चेन्ज नगरेसम्म र हामीले एआई को उपलब्धि लिने हो भने जबसम्म हामीले डेटा पोलिसी ल्याउँदैनौँ त्यति बेलासम्म हामीले त्यो वेभ स्किप गर्छौँ, हामी छुट्छौँ। धन्यवाद। सम्माननीय सभामुख महोदय, विनियोजन विधेयक 2082 को सिद्धान्त र प्राथमिकताको छलफलको लागि समय दिनुभएकोमा धन्यवाद। सभामुख महोदय, विनियोजन विधेयकको प्रस्थान नै तथ्यभन्दा भावनामा बहकिएको छ। दफा 2 मा सीमित स्रोत साधनको परिचालनबाट विकास, सेवा प्रवाह र जनताको जीवन स्तरमा उल्लेखनीय सुधार भएको छ भन्ने वाक्यांश आफैमा तथ्यभन्दा धेरै पर छ। केही नभएको त होइन, तर हाम्रा समकालीन मुलुकसँग तुलना गरौँ कि हामीले प्राप्त गरेका उपलब्धि गर्व गर्न लायक छन् त? एउटा सडकमा छोडिए कुपोषणले ग्रस्त भएको बालकको पनि केही वर्षमा थोर बहुत हाइट बढेकै हुन्छ, तर उचित लालन पोषण सहित हुर्किएको बालकको हाइट र तौलसँग तुलना गर्दा हामीले के चित्त बुझाउन मिल्छ र? आज मुलुक अभिभावक विहीन भएको सडक बालक झैँ हुर्किरहेको छ। अनि मुलुकलाई दिशाविहीन, गन्तव्यविहीन बनाएर युवाको भविष्य अन्योलमा पारेर नव उद्यमी व्यवसाय उन्मुखीहरूलाई निरुत्साहित गर्दै विदेश पलायन हुनु परेको तथ्याङ्कहरू छत्ताछुल्ल हुँदै विकास, सेवा प्रवाह र जीवन स्तरमा उल्लेखनीय सुधार भएको छ भन्ने वाक्यांश लेखेर सत्ता रस्वादन गरिरहेका र पटक पटक असफल भएका नेतृत्वले भ्रम छरेर जस लिनु हास्यास्पद छैन र? दफा 11 ले पनि गिज्याए झै लाग्छ। हिजो मात्र सामाजिक सञ्जालमा प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकारले नेपालको निरपेक्ष गरिबी 3.5% मुनि गएको छ भन्ने आशयको पोस्ट हाल्नु भएको छ। अनि तपाईको प्राथमिकता गरिबी निवारण छ। कुरोको तारतम्य नमिलेको हो कि जनता अझै मूर्ख छन्, झुक्क्याउन सकिन्छ भन्ने लागेको हो। नेपालको करिब 76.8% घरधुरीमा रेमिट्यान्स भित्रिन्छ र त्यसको 72% दैनिक उपभोग्य सामग्रीमा खर्च हुन्छ भन्ने सरकारी तथ्याङ्कहरूले देखाएका छन्। अर्थात् विडम्बना, युवालाई विदेश पठाएर गरिबी घटेको देखिन्छ। युवा खेलकुद मन्त्रालयलाई 0.17% बजेट छुट्याइन्छ, जसको 20% मात्र युवा क्षेत्रले पाएको छ। अनि म कसरी पत्याउँ राज्यको प्राथमिकतामा युवा रोजगार कार्यक्रम र युवाको भविष्य छ भनेर? मेरो प्रश्न छ, यो वर्ष कति युवालाई विदेश जानबाट रोक्नुभयो र कति विदेशबाट फर्किनु भएका युवालाई देशमा रोजगारी दिनुभयो? कृषि क्षेत्रको व्यवसायीकरण प्राथमिक र अब आउने वर्षमा कति प्रतिशत बजेट चाहिँ युवा रोजगारको लागि छुट्याउनुहुन्छ? कृषि क्षेत्रको व्यवसायीकरण प्राथमिकताको बुदामा पर्नु खुसीको कुरा हो। भोलिका दिनमा कालीमाटी तरकारी बजार जस्ता कृषि उपज केन्द्रमा पुरातन दलका बिचौलियाको दबदबा अन्त्य भई किसानले श्रमको उचित मूल्य पाउँछन् भन्ने आशा गरौँ। किसानले दुध फाल्नु परेको, दक्षिण ललितपुरमा काउली तरकारी फाल्नु परेको, कोशी प्रदेशको अलैँची, चिराइतो, अम्लेसो, अदुवाले बजार नपाई अलपत्र पर्नु परेको समाचार सुन्न नपरोस्। खोकनाको तोरीको तेलले बजार पाओस्, शीत भण्डार नभएर तरकारीहरू कुहिनु नपरोस्। झापा नाका जस्ता सीमा नाकामा आयात हुने तर निर्यात नहुने समस्या के हो? समाधान गरी निर्यातलाई प्रोत्साहन दियोस्।
सरकारले निजी क्षेत्रको प्रवर्धनका लागि कानुनी र संस्थागत सुधार गर्ने कुरा दोहोर्याइरहेको छ, तर कुनै उत्पादनमुखी व्यवसाय खोल्नु पर्दा फरक फरक निकायमा चाहर्नुपर्ने, ठाउँ ठाउँमा फाइल अड्किने, महिनौसम्म कुर्नुपर्ने, रिन्यू नहुने, तह तहमा घुस खुवाउनुपर्ने, वातावरणीय परीक्षण गर्न समेत अप्ठ्यारो स्थिति हुने कारणले मेरै समकालीन व्यवसायमुखी युवाहरू फ्रस्ट्रेट भएर व्यवसाय छोडेर विदेश पलायन हुनुपर्ने विकल्प रोज्नु परेको छ। यस्तो कथाहरू उनीहरू सुनाउँछन्। म माग गर्दछु एकद्वार प्रणाली प्रभावकारी बनाई डिजिटल रूपमा कार्यान्वयन गरियोस्, कर संरचना स्पष्ट सरल र स्थिर बनाई लगानी मैत्री बनाइयोस्, निजी क्षेत्रसँग प्रत्यक्ष संवाद हुने संयन्त्र निर्माण गरियोस्। सरकारको अप्ठ्यारो नीतिहरूको कारण व्यावसायिक असफलता, ऋण र आर्थिक सङ्कटको शिकार भई संसद भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यको घटनाले तपाईँ हामीलाई बारम्बार दुख्नुपर्छ। त्यस्ता घटना दोहोरिन नदिन देशको व्यवसायिक क्षेत्रलाई लगानी मैत्री, उत्पादन मैत्री, उपभोक्ता मैत्री र उदार बनाउन नीतिगत सुधार आवश्यक छ। यसतर्फ ध्यान दिइयोस्। आज आम नागरिकमा सरकारी संयन्त्रहरूप्रति विश्वास छैन। सरकारी संयन्त्र निकाय भन्ने बित्तिकै दलीय भागभण्डा, लेनदेन र भ्रष्टाचारको अखडा हो भन्ने मानसिकता विकास भइरहेको छ र पटक पटक असफल नेतृत्वका कारण व्यवस्थामाथि नै प्रश्न उठिरहेको छ। यस्तो स्थितिमा सरकारी संयन्त्रहरूको प्रभावकारी सर्भिस डेलिभरी, राष्ट्र सेवा कर्मचारीहरूको मनोबल र आम उपभोक्ताको अपेक्षालाई सन्तुलित तरिकाले सम्बोधन गर्न सक्नुपर्छ। नागरिक सेवा प्रवाहलाई सहज बनाउन पूर्ण रूपमा डिजिटाइजेसन गरियोस्। नागरिकले ओडाबाट नै सेवा लिन सक्ने एकीकृत मोबाइल एप निर्माण गरियोस्। सर्भिस लेभल एग्रिमेन्ट प्रणाली लागू गरियोस् जसले सेवा समयमा नपुगेमा जवाफदेही बनाउँछ। सभामुख महोदय, कुल बजेटको 10% स्वास्थ्य क्षेत्रलाई विनियोजन गर्नुपर्ने भनिए तापनि 4-5%मा खुम्चनुपर्ने स्वास्थ्य स्थितितर्फ उदार भई अर्थ मन्त्रालयले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्नेछ भन्ने आशा लिएको छु। यस वर्ष सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट दिइने स्वास्थ्य सेवालाई वर्गीकृत रूपमा शुल्क तोकी सेवा प्रवाहको अनुगमन र नियमन गर्नुपर्छ भन्ने विषय मैले पटक पटक संसदमा उठाएको छु। रोग निको पार्ने भन्दा पनि रोगै लाग्नै नदिने प्रतिरोधात्मक र प्रवर्धनात्मक उपचारलाई प्राथमिकतामा राखिनुपर्छ। एलोप्याथी, होमियोप्याथी, आयुर्वेद, मेडिटेसन, योगालाई पनि सँगसँगै लैजाने गरी एकीकृत स्वास्थ्य सेवा प्रणाली विकास गर्नुपर्छ। नेपालमै उत्पादन हुने औषधिहरूको गुणस्तर सुनिश्चित गरी प्रोत्साहन गरिनुपर्छ। 2035 सालको दरबन्दीमा स्वास्थ्य क्षेत्र चलिरहेको छ। यो दरबन्दी थप्नुपर्ने विषय प्राथमिकतामा नपर्नु दुःखद विषय छ। नर्सहरू र आवश्यक चिकित्सकहरूलाई शोषणबाट मुक्त गरी सम्मानजनक पारिश्रमिकको व्यवस्था हुनुपर्छ। समयमा भुक्तानी नभएकोले स्वास्थ्य बिमा धराशायी बनेको छ। यसको पहुँच र विस्तार बढाउने कार्यक्रमहरू सरकार को प्राथमिकतामा परोस्। सभामुख महोदय, राष्ट्रिय गौरवका योजनाहरू लामो समयसँग अलपत्र छन्। कतै निर्माण पक्ष र स्थानीय बीच समन्वयको अभाव, कतै मुआवजाको विषय, कतै संरचनागत र कानुनी समस्या। अरबौं खर्च भइसक्यो, लाखौं खरबौं लागत पुगिसक्यो, खै गौरव पनि के को गर्ने राष्ट्रिय गौरवको योजना भनिन्छ। मेलम्ची खानेपानी आयोजना कहिलेसम्म सम्पन्न हुने हो? हरेक मनसुनमा आउने बाढीले ठुलो क्षति हुने, नागरिकहरू काककुल हुनुपर्ने स्थिति छ। यसको निर्माण सम्पन्न प्राथमिकतामा राखियोस्। त्यस्तै काठमाडौँ तराई मधेस द्रुतमार्ग, हुलाकी राजमार्ग, मध्य पहाडी लोकमार्ग, उत्तर दक्षिण लोकमार्ग, सिँचाइ आयोजनाहरू कहिलेसम्म सकिन्छ, कति लागत लाग्छ, कति जनशक्ति चाहिन्छ, प्रपर स्टडी गरेर आह्वान गर्ने हो भने देशमा प्रशस्त बेरोजगार युवाहरू छन्। न्यायोचित पारिश्रमिक दिने हो भने श्रम गर्न तयार छन्। सभामुख महोदय, आर्थिक वर्षको सिद्धान्त र प्राथमिकतामा छलफल गर्नुको औचित्य नै तथ्यमा आधारित भएर राजनैतिक, सामाजिक, आर्थिक समस्या पहिचान गरेर गत वर्षको समीक्षा गर्दै आउँदो वर्षको आर्थिक गतिशीलता र विकासको रेखा कोर्ने हो, न कि कुनै मन्त्रीलाई कुनै योजना विशेष लाग्यो र समेट्यो भन्ने अवधारणा होइन। थोरै गरौँ प्रभावकारी गरौँ भन्ने कार्यशैली अपनाउनु पर्छ, न कि धेरै समेट्ने, जताततै कनिका छर्ने र भद्रगोल बनाउने। सरकारलाई मेरो सुझाव छ, प्रत्येक क्षेत्रमा 3वटा मुख्य राष्ट्रिय योजना पहिचान गरौँ र पुरै कार्य सम्पन्न हुने गरी काम गरौँ। आवधिक रूपमा प्रगति विवरण सार्वजनिक गरौँ जसले जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्नुका साथै जनतामा विश्वास जगाउने काम गर्छ। जस्तै नवप्रवर्तनको क्षेत्रमा महावीर पुन कृषि औजार केन्द्रलाई प्रोत्साहन गरेर बजेट प्रदान गर्ने हो भने कम लागतमा आधुनिक उपकरणहरू प्रशस्त मात्रामा बनाउन सकिन्छ। कृषिमा युवाहरूलाई आकर्षित गर्दै कृषि क्रान्ति गर्न सकिन्छ। तसर्थ यो अभियानलाई प्राथमिकतामा राखी राष्ट्रिय गौरवकै रूपमा अघि बढाइयोस् भन्ने मेरो सुझाव छ। हालको प्रमुख समस्या नै बेरोजगारी बन्दै गएको छ। हाम्रा युवाहरू विदेशमा गएर होटलमा, रेस्टुरेन्टमा, चिसोमा, तातोमा जहाँ जहाँ सम्भव छ त्यहाँ जस्तो सुकै काम गर्न हिचकिच्याउँदैनन्। यसको अर्थ हाम्रा युवा मेहनती छन्, जस्तो सुकै श्रमको सम्मान गर्छन्। उनीहरूमा नवीनतम सोचको कमी छैन। तर समस्या युवामा होइन, सरकारको
सोचमा छ। विशेष थोरै बताउनु समय होला। सभामुख महोदय, सरकारसँग न भिजन छ न मिसन छ न युवाप्रतिको इमान्दार नियत नै। जेएनजी पुस्ताको लागि धेरै भाषण दिएको सुनियो, तर अबका केही वर्ष युवा श्रम र रोजगारीलाई प्राथमिकतामा राखी नवप्रवर्तन, प्रविधि मैत्री, उत्पादनमुखी लगानी मैत्री व्यवसायको उत्थान गर्नुलाई आर्थिक रूपान्तरणको मुख्य सिद्धान्त बनाइनुपर्छ। युवा पुस्ताको माग राख्दछु, हप्ताको 48 घण्टा र दैनिक 8-10 घण्टा काम गर्नै पर्ने नीति ल्याइ गरी प्रत्येक नागरिकलाई श्रमसँग जोडौँ र निजी र सहकारी क्षेत्रको सहकार्यमा रोजगारी सिर्जना गरी सम्मानजनक पारिश्रमिकको व्यवस्था गरौँ, पार्ट टाइम जबहरूको सृजना गरौँ, इन्टर्नसिप गर्ने व्यवस्था गरौँ, पढ्दै कमाउँदै गर्ने अवधारणाहरू ल्याऊ भनेर म अनुरोध गर्न चाहन्छु। अन्त्यमा सभामुख महोदय, नेपालको संविधानले मान्यता दिएको अर्थतन्त्रको तेस्रो खम्बा सहकारी क्षेत्र धराशायी बनेको छ। देशभर हजारौँ लाखौँ सहकारी पीडितहरू न्यायको लागि हार गुहार गरिरहेका छन्। कसैले घर जग्गा गुमाएका छन्, कसैले व्यवसाय, कसैले जीवन नै। उनीहरूले आत्महत्या गरेका पीडादायी घटनाहरू सुनिन्छन्। मेरो प्रश्न छ, अघिल्लो अधिवेशनमा संसदीय छानबिन समिति गठन गरेर संसदको महिनौको बहुमूल्य समय खर्च गरेर गरिएको उच्च स्तरीय छानबिनके एक व्यक्ति रवि लामिछानेलाई थुनामा पठाउने प्रपञ्च रच्नको लागि मात्र थियो। यो 1022 पृष्ठको प्रतिवेदन र यो अर्को 426 पृष्ठको विशेष प्रतिवेदन जनतालाई झुक्क्याउनका लागि मात्र थियो। यदि यी प्रतिवेदनहरू साँच्चै जनताको हितमा थिए भने आजसम्म समस्याग्रस्त भनिएका सहकारीहरूप्रति किन ठोस कदम चालिएको छैन? मेरो सरकारसँग स्पष्ट माग छ, समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूको सम्पत्ति जफत गरियोस्, उनीहरूको पासपोर्ट रोक्का गरियोस्, कानुनी कारबाही प्रक्रिया तीव्र बनाइयोस् र सबैभन्दा महत्त्वपूर्ण पीडित बचतकर्ताहरूको रकम सुरक्षित रूपमा फिर्ता गरियोस्। अर्थतन्त्रको तेस्रो खम्बा मानिने सहकारी क्षेत्रलाई जोगाउन यो सरकारले यो आर्थिक वर्षमा प्राथमिकताका रूपमा सहकारी क्षेत्रलाई लियोस्। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो सिद्धान्त प्राथमिकता पूर्वतिर फर्केको र योजना कार्यक्रम आउँदा पश्चिमतिर फर्केको नआओस्। बजेट विनियोजन सहित योजना तथा कार्यक्रम आउँदा आम नागरिकको जीवन स्तर उकास्ने किसिमको आशलाग्दो भरपर्दो आर्थिक सामाजिक रूपान्तरणको आधार स्तम्भ हुन सक्ने खाका आओस् भन्ने सुझाव सहित अर्थमन्त्रीज्यूलाई मेरो शुभकामना। धन्यवाद। सम्माननीय सभामुख महोदय, हरेक वर्ष यही गर्छौँ, तर यसपालि चाहिँ नि अलिकति कलेक्टिभली नै अलिक फरक किसिमले सोचौँ भनेर मैले केही राख्न चाहन्छु। यो सिद्धान्त तथा प्राथमिकताको अन्तिम पेजमा यो सुझावहरू लिन्छु सुन्छु पनि भन्नुभएको छ, त्यही अनुरूप होस् भन्ने पनि कामना गर्न चाहन्छु। पहिलो त हामीले जति नै यो योजनाहरूको लागि धान्छौँ, बनाउँछौँ, एभ्रिथिङ, यो अल्टिमेटली इम्प्लिमेन्ट गर्ने भनेको कर्मचारीको युनिटले हो हैन। हामीले सोध्नुपर्ने प्रश्न भनेको कर्मचारीहरूको इफिसियन्सी बढाउनलाई हामीले के गरिरहेका छौँ? हामी जनप्रतिनिधिहरू जुन पब्लिकको एस्पिरेसन लिएर आउँछौँ, त्यो एस्पिरेसन अनुसार काम त हामीले एलएमबिआइएसमा लेख्दैमा त हुने होइन नि, त्यसको कार्य योजना बनाएर त्यसलाई इम्प्लिमेन्ट गर्ने, कार्यान्वयन गर्ने त कर्मचारी तन्त्र हो। भनेपछि कर्मचारी तन्त्रलाई एकरूपता दिन, कर्मचारी तन्त्रको इन्सेन्टिभ स्ट्रक्चर अलाइन गर्न, उहाँहरूको केपेबिलिटिज बढाउन हामीले के गरिरहेछौँ त्यो चाहिँ नि यसमा आउनु पर्यो। होइन भने एउटा संयन्त्र बन्छ, अर्को संयन्त्र बन्छ, तर छुट्दै जान्छ र हामी हरेक वर्ष यही मात्र कुरा गर्दै बस्छौँ। त्यसकारण त्यो एउटा प्रमुख रिजन हो हाम्रो इफिसियन्सी डेलिभरीमा इफिसियन्सी नहुने, किनभने जनप्रतिनिधिले त डेलिभरी दिने होइन नि त, कर्मचारी तन्त्रले। त्यसकारण कर्मचारी तन्त्रको इफिसियन्सी बढाउन के गर्ने हो गरौँ। जुन यो दलगत ट्रेड युनियन राख्ने अग्रिमेन्ट गरेको छ यो निजामती कर्मचारी विधेयकमा, त्यसले चाहिँ नि इफिसियन्सी ल्याउँदैन कर्मचारीहरूमा। त्यसैले यो सबै पार्टीहरूले चाहिँ नि सोच्नुपर्ने विषय हो। दोस्रो, हाम्रो देशमा एकदम धेरै जनप्रतिनिधि छन् अनि हरेक जनप्रतिनिधिको आफ्नो एउटा पेट प्रोजेक्ट आयोजना हुन्छ। त्यो आयोजना बजेटमा छिराउँदै गर्दा सङ्घमा छिराओस्, प्रदेशमा छिराओस्, पालिकामा छिराओस्, त्यो अनगिनत होइन 36,000 भन्दा बढी जनप्रतिनिधिहरूको योजना मात्रै राख्दै गर्दाखेरि अनि त्यो सिङ्गुलर भिजनमा यसमा जुन अर्जेन्सीका साथ काम गर्नुपर्ने त्यो त कर्मचारीहरू अब हाम्रो नेवा भाषामा लिनुपर्दा इतमित कने भन्छ कि हडबडाउँछ कि के मात्रै गर्ने त, यो मान्छेले नि फोन गरेछ, त्यो मान्छेले नि फोन गरेछ, कोही मान्यज्यूले फोन गरेछ, कुनै पालिकाको मेयर साहबले फोन गरेछ, कसरी गर्छ? यो प्र्याक्टिकल समस्या हो। यो प्र्याक्टिकल समस्या सल्टाउँ।
त्यसपछि हामीले अध्यादेशबाट 3-4वटा कुरा गर्यो। इफिसियन्सी भनेको 7 दिनभित्र निर्णय गरेन भने हामी कारबाही गर्छौँ। प्रधानमन्त्रीले डाइरेक्टली विभागीय मन्त्रीहरूलाई बाइपास गरेर सचिवहरूसँग रिपोर्टिङ लिने पनि भन्यो। त्यसले रिजल्ट ल्याएन के, त्यो देखावटी भयो। त्यो राम्रो सोचबाट ल्याएको होला, तर अहिलेसम्म हामीले कतिजना कर्मचारीलाई कारबाही गर्यो भने थाहा छैन। त्यो गरेको छैन नि, भएको भए त पत्रिकामा आउँथ्यो होला। न कारबाही भएको छ, पीएमले डाइरेक्ट रिपोर्टिङ लिएर पनि सुध्रेको छैन। देशको अवस्था यस्तो छ, राम्रो नियतले काम गरे पनि इफिसियन्सी ल्याउन, इम्प्रुभमेन्ट ल्याउन गाह्रो भइरहेको बेलामा अब यो कुरामा चाहिँ नि यो दलगत, यो कर्मचारीमा दलगत शिक्षामा जताततै यो दलको संयन्त्रहरू चाहिँ नि लाई डिसमेन्टल गरेर अगाडि बढ्नुपर्छ। त्यो नगरेसम्म हामीले इफिसियन्सी ल्याउन गाह्रो छ। केपेबिलिटिजमा काम गर्नको लागि कसरी सोच्ने, त्यसमा पनि काम गरौँ भनेर म भन्न चाहन्छु। त्यसपछि यो सुरुको यस्तै छलफलमा भनेको थिएँ, यहीबाट हामी गजुर राख्न चाहिँ नि एकदम हतारिन्छौँ, तर त्यसको फाउन्डेसन के हो त, त्यसमा चाहिँ नि हामीले कामै गर्दैनौँ। हामीलाई लाग्छ हामीले बोलेपछि भइहाल्यो नि भनेर। हामी राणा शासनकालीन त छैनौँ। यसमा एकदम महत्त्वपूर्ण छुटेका कुराहरू म केही राख्न चाहन्छु है। पहिला त हरेक सांसदले यो निर्वाचन क्षेत्रमा बजेट राख्नै पर्छ, यो भाष्य परिवर्तन गर्ने भने हामीबाटै सुरु गर्नु पर्यो। अर्कोचोटि पनि निर्वाचन जित्नलाई त्यो प्रमिस गरेर आएर त हुँदैन। हरेक वर्ष यस्तै मात्र डिस्कसन गरेर हुँदैन। त्यसकारण 3-4वटा मैले 2-3 पटक राखिसकेँ। हामीले एआई भनेर मात्र हुँदैन। एआईले सबभन्दा फर्स्टमा स्विप अवे गर्ने, बढालिदिने भनेको हाम्रो जुन त्यो कन्टेन्ट मात्र सम्झेर यो A+B² को फर्मुला के हो लेख भनेर त्यो त गुगल गरेर आउँछ। त्यस्तो खालको शिक्षाले चाहिँ नि त्यसलाई चाहिँ नि फर्स्टमा विस्थापित गर्ने एआईले त्यो। त्यसपछि हाम्रो मन्त्रालयका कर्मचारीहरूको माइन्डसेट हेरौँ, हाम्रो माइन्डसेट हेरौँ। हामीले एआईलाई अब प्राइभेट सेक्टरले त शिक्षाबाट जनशक्ति उत्पादन भए पो तपाईँको एक्सपोर्ट गर्छ, सबै गर्छ। जब जनशक्ति नै मेजोरिटी है, हामीले अपवादहरू त्यो 5% अपवाद 3% अपवादको कुरा गरेर औसतको लागि पोलिसी बनाउनु हुँदैन। हामीले पोलिसी बनाउने भनेको एभरेजको लागि बनाउने हो, बिलो एभरेजको लागि माइन्डमा राखेर पोलिसिजहरू बनाउनु पर्ने हो। तर अहिलेसम्म हाम्रो डेटाको सुरक्षा, मैले डेटाको सुरक्षा भनेको हाम्रो पासवर्ड लिक मात्र होइन के, हाम्रो यो तपाईँको बिमा किन फेल खाँदैछ भन्दाखेरि हामीले बिमालाई चाहिँ डक्टरले चलाउने जस्तो गरेर सोच्छौँ। बिमा भनेको त एक्चुअरियल साइन्स हो, यो त नितान्त फरक विधा हो, तर त्यसलाई चाहिने डेटा हो। डेटा भनेको हामी हरेकचोटि डाक्टर कहाँ जाँदाखेरि हाम्रो इलेक्ट्रोनिक मेडिकल रिपोर्ट हुनु पर्यो, त्यो पनि छैन। हामीले सुरुवात नगरेको होइन, नेपाल EHR भनेर सुरु गऱ्यौँ तर छोडिदियौँ। त्यसको एनालिसिस छ भनेपछि हामीले जति पनि इन्टरभेन्सन गर्छौँ, यदि हामीले एआईको टेक्नोलोजीको साँच्चै नेपाल सरकार र नेपाल सरकार मार्फत सम्पूर्ण राज्यले त्यसको बेनिफिट लिने हो भने त डेटा पोलिसी चाहिन्छ। त्यसको लागि यसमा पुगेन। यो बुँदा नम्बर 16-17मा जति शिक्षाको यता सञ्चारको कुरा गरेछ त्यतिले मात्रै चाहिँ नि हुँदैन। हाम्रोमा काम खोज्ने मान्छे पनि छ, भेकेन्सी भएको मान्छे पनि छ। तालमेल किन मिलिरहेको छैन? किनभने हामीले चाहिने अहिलेको दुनियाँलाई चाहिने स्किल सेट प्रड्युस गरिरहेको छैनौँ। त्यसकारण मैले अन्तमा सम्माननीय सभामुख महोदय 3टा कुरा राखेँ। एउटा, हाम्रो ब्युरोक्रेसीको इफिसियन्सी बढाउन के गर्नुपर्छ, यो अब ढिलो भइसक्यो। यसमा सबैजनाले सोचौँ। यो ब्युरोक्रेसीको इफिसियन्सी नबढाएसम्म जति पनि योजना राखे पनि कार्यान्वयन हुँदैन, पहिलो। दोस्रो, यो हरेक जनप्रतिनिधिले आफ्नो, हामी मात्र भनेको छैन, सबै तहको जनप्रतिनिधिले आफ्नो यो निर्वाचन क्षेत्रमा बजेट 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 भनेर त्यसरी चाहिँ नि देश बन्दैन होइन, त्यसरी निर्वाचन चाहिँ जितिन्छ होला। त्यसो हामीले धान्नै नसक्ने यो जुन मेडिकल स्कुलहरू, मेडिकल कलेजहरू खोल्ने होडबाजी चल्या छ, MEC को कानुन हेर्नु 75% स्कलरसिप दिनुपर्छ, धान्न सक्छौँ। यो कन्सेप्ट अलिकति चेन्ज गर्नु पर्यो। यो होडबाजीमा मैले यति बजेट ल्याएँ, मैले यहाँ मेडिकल कलेज खोलेँ, यो त अर्थमन्त्रीज्यूलाई पनि लागु हुन्छ होला, यसपालि त्यो मेडिकल कलेजमा कति बजेट राख्ने हो भनेर। र शिक्षामा मूल आधारभूत फन्डामेन्टली चेन्ज नगरेसम्म र हामीले एआई को उपलब्धि लिने हो भने जबसम्म हामीले डेटा पोलिसी ल्याउँदैनौँ त्यति बेलासम्म हामीले त्यो वेभ स्किप गर्छौँ, हामी छुट्छौँ। धन्यवाद।